साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै नै हुन्छन्। यहाँ उहाँले दिनुभएको चित्र कुनै ठुलो फराकिलो र रमाइलो बाटो र अर्को एउटा सानो साँघुरो बाटोको पुरानो चित्रण मात्र होइन। उहाँले दिनुभएको वास्तविक चित्र त एउटा सोलीको जस्तो छ। तपाईँ फराकिलो भागबाट सोलीमा प्रवेश त गर्नुहुन्छ, तर यो साँघुरिँदै जान्छ जबसम्म तपाईँ मृत्यु, विनाश र नरकको अन्त्यमा पुग्नुहुन्न। अर्कोतर्फ तपाईँ साँघुरो भागबाट सुरु गर्नुहुन्छ जहाँ ख्रिस्ट हुनुहुन्छ। उहाँ नै बाटो, सत्य र जीवन हुनुहुन्छ। अनि उहाँ भन्नुहुन्छ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। तपाईँ उहाँसँग जति धेरै हिँड्नुहुन्छ, यो मार्ग त्यति नै फराकिलो बन्दै जान्छ। परमेश्वरको सन्तान हुनुको अर्थ नै यही हो। जब तपाईँ परमेश्वरको सन्तान बन्नुहुन्छ, हरेक दिन जीवन अझ उत्तम बन्दै जान्छ।